दुईटा नाकै हो नि। दुईटै। हेलो साथीहरू सम्पूर्ण नमस्कार अनि स्वागत छ तपाईँहरूलाई यो एनके ब्लगमा। आज चाहिँ म सोलुखुम्बु जिल्लाको तिङ्ला भदौरे भन्ने ठाउँमा छु होइन। हजुरलाई चाहिँ म आज पक्कै पनि नयाँ कुरा देखाउँदैछु। भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न पक्कै पनि नबिर्सनु होला। म चाहिँ आज भदौरे भन्ने ठाउँमा चाहिँ गणेश भन्ने मान्छेसँग चाहिँ भेटेर उहाँको चाहिँ कस्तो छ भने नयाँ कुरा चाहिँ कस्तो हो भने रोचक कुरा चाहिँ जस्तो हाम्रो यहाँ नाक छ सेम नाक यहाँ तर पाल मात्रै नभएको यो नाकभन्दा पनि ठुलो नाक है अर्को सेकेन्ड नाक भएको मान्छेसँग चाहिँ गणेश खड्कासँग म कुराकानी गर्दैछु। भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला। अब गणेशसँग कुराकानीतिर लागौँ। तपाईँको यो नाक हो कि यो के हो खास गरी यो माथिको चाहिँ नाकै त हो नि। यो अनि यो त तपाईँको यो दुईटा नाक देखिन्छ त अनि दुईटा नाकै हो नि। दुईटै नाक हो दुईटैबाट सास फेर्न मिल्छ यो केको मिल्नु। यो त पुवाल त देखिँदैन त नि पुवाल नै सास फेर्न मिल्दैन होला। अनि यो तपाईँको जन्मै यस्तो हो कि पछि निस्क्यो खास गरी जन्मै हो जन्मिँदै निस्किएको थियो हो। तर तपाईँ त उस्तै ठाउँ पऱ्यो नि भाइरल बन्ने मान्छे हो नि। नाक दुईटा छ हेर्नु न यो त विश्वकै नम्बर 1मा पर्ने मान्छे विश्वको 1 नम्बर होला तपाईँ यस्तो नाक दुईटा भएको मान्छे। एकचोटि हाँस्नु नि त अनि लाइएको छैन लाइक लाइक ल ल गुड